आइब्रो चाहिँ पर्फेक्ट हुने गरी बनाउँछु नै सोचेर मैले लागि परेको छु। आज सेकेन्ड डे चाहिँ अलिअलि फर्स्ट दिनभन्दा अलि राम्रो भयो जस्तो लागेछ आफूलाई पनि। हिजो त्यो आइब्रो चाहिँ कति धेरै लिएछु कि कालै भएको थियो, मलाई पनि थाहा थियो। अनि सेप गर्दाखेरि सेप मिलाउँदाखेरि चाहिँ राम्रो हुन्छ कि भनेर मैले त्यस्तै फर्स्ट दिनमा त राम्रो बेस्ट देखाउनु त भएन नि त। अनि त्यस्तो बेस्ट नै राम्रो आउँछ भन्ने पनि छैन, आउँदैन। मैले ट्राई नै गरिरहेको छु। मेकअप त आउँदैन थियो पहिला, अहिले अलिअलि आउने भएको छ। परेसी नहुने भन्ने त हुँदैन होला नि त। ट्राई गरिरहेको छु, सक्सेस त होला नि त। सेकेन्ड दिन चाहिँ यस्तो भयो, हेरिदिनु ल कस्तो भयो, सजेस्ट पनि गरिदिनु। पार्लरै खोल्ने ब्युटिसियनै हुन्छु भनेर त गरेको होइन। आफू कतै जान, आफू रेडी हुन, आफू नै जान्ने भएपछि त कोही पनि चाहिएन नि त। त्यसको लागि मात्रै हो, त्यस्तो जान्न ट्यालेन्ट हुन ल मैले मेरो ब्रान्ड खोल्न भनेर त होइन है। जान्ने मान्छेहरू चाहिँ सजेस्ट गरिदिनु बिग्रेको कुराहरू, तर एलएससी नहुनु ल। म खत्रै ट्यालेन्ट हुन थालिसकेँ। थ्याङ्क यू सो मच।